त्यही हो धरेर पोखराको मामा घर जाम भनेर अब धेरै नबोलिकन एकचोटि चलाइ भाइ अब नमस्ते लिएर हिँड्नु पर्यो क्या आमा दिसो जाँदा नि लिएर हिँडेर भएन त्यो पनि राम्रो जाँदा लिएर हिँडेर भएन फेरि बाटा खसाल्छु गर्नु पर्ने यहाँसम्म मात्रै कत्रो चस्मा निकाली आँखा झिम्का पट्टु दिदी पहिला यो बाटो यो भान्जुकतिरको होमस्टे जस्तो नि यहाँबाट चाहिँ पोखराको सबै भ्यू देखिन्छ राम्रो छ नाइटमा झन् नाइट यति बाटो किन पिच नगरेको होला नि गर्नु सबैभन्दा ठुलो भएको 1 वर्षभन्दा बेसी भइसक्यो नि मैले हजुरलाई कहिलेबाट धरेर लिएर आएको छु भनेको त्यही पनि दिउँसम्म यत्रो घाममा लिएर आहान रातिमा भनेको मन त हो कि होइन आजै दिन्छु त्यही हो धरेर पोखराको कस्तो राम्रो देखिन्छ नाइटबाट यत्रो टन्टला पुरै घाममा लिएर आहान यो धुवासेको काम छैन कत्रो साम पार्दै आएको थियो भ्लग बनाएको भनेर होला बनाइदिनु लालीको रस गाउँको मान्छेलाई लाउँछ दाइ नै यहीँको होइन होला अनि गाउँ डाँडाकै होइन होला कस्तो गरौँ न 4 जना 2 जना उठ्यो 40 अर्जुनको रे भीमलालको नाति नि चिन्नु ल फेरि आऊ मेरो चाल हो कि यो कतै हिँडेछिन् हाम्रो कुन्ने हेपे कपाल म काट्छु यार केटाको दर्दै हराइसक्यो मलाई लिफ्टबाट जाने कि छिरे पहिला आउन थियो कि नै रे
हामी यो पहिला ओपन थियो होइन यहाँबाट उ त्यहाँ तलसम्म फडा ल्यायो क्या त्यहाँसम्म त्यसको भिडियो नि थियो पाएँ भने म यसो गुगल फोटोजहरूमा पाएँ भने म यसो हालिदिन्छु चढ्यो चटपट पानीपुरी खाएँ अनि हिँडेमा अब कहाँ छ नि दिदी खै मामा घर जाम भनेर अब धेरै नभनेको एकचोटि चला है भाइ मामा घर जान ल्याएको टिकटक हात समात्दै अरे के अरे मोबाइल समात्दै मैले बनाइदिएको ल भलगर ऊ त्यहाँ चाहिँ नि ठ्याक्क के अरे नरेश भिर भन्ने छ होइन त्यो चाहिँ हाम्रो होइन बट तल चिनाइदिनु हाम्रो भिडभाड घाँस काट्न आएका मम्मीले अलिकति घाँस लिएर आमा हुन्थ्यो नि भन्नुहुन्छ ल भन्नुपर्छ हामी त आमालाई भेट्न हिँडेको मामा घर हाई दिदी हाई बट्टु हाई नमुना छ हाम्रो भिनाजुको भिड
चाहिँ पढेको मामा घर कस्तो पढ्छेको यो स्कुलमा नि पढेको दिदी ऊ त्यो स्कुलमा भन्नुभएको यो कालिका मन्दिर मामा घर कालिका मन्दिर आयो तर आमालाई थाहा छैन हामी आएको हामी सरप्राइज दिएको आमालाई यस्तो चाहिँ बाटो नि यो मम्मीको घर हो ओ यहाँबाट तल हो है यही त हो हामी मामा घर आयौँ आमालाई थाहा छैन जाऊँ म जाऊँ कि क्या हो पहिला आमा भन्ने भन्छ है आउँदै गर ल चापी लाखा यहाँ पनि चापी लाखा दुईटैमा लाउन बारीतिर हुनुहुन्छ कि भनेर हामी आमालाई सरप्राइज दिन आएको आमाले हामीलाई सरप्राइज दिनु घरै हुनुहुन्न फोन पनि छैन कहाँ जाने हो फोन पनि छैन आमाको फोन आएर कहाँ जाने फोटो दिँदै आमा तिमी फोन पनि छैन अब हामी कहाँ जाने सानो मान्छेहरू सोधौँ आमा नमस्ते कहाँ जानको ताल चलाएर चलाएर कता हो कता देखाउँ आमा भने मलाई आएको भयो मन्दिर भएको थियो ए जम्मै जम्मा गरेर आएको न सन्चै हुनुहुन्छ सन्चै गर्नु पर्ने सासकै त्यति भर्ती यत्रो सबै चापी सापी लाएर हिँड्न लाउँदा त धुन चोरिदिए चोरिदिए घर बसेर के लाएँ अरू के लायो ढोकामा त लाग्यो नि चिन्नुभयो मलाई चिन्नुभयो किन चिन्दैन देखेको होइन त ए ग्यालिन चुनी रहेछ के यतै आउनुहुन्छ होला त अनि त चोरेको मोबाइल त उति बेला अफ गरिदिन्छ स्विच अफ गरिदिन्छ सिम एकातिर फालिदिन्छ तपाईँको नम्बर लगाइरहेको छ त नि अहिले नर त अहिले त स्विच अफ गरी धेरैचोटि बनाएर फिल्मले 100 चोटि हानिसक्नु 100 चोटि हानेर त यो मुदु हालेर कहाँ राख्ने साथमै लिएर बस्यो भयो लिएर हिँड्न बस्न पर्यो कहाँ जाने यो बारीतिर अब
यहाँ पनि छ मैले खोल्छु यहाँ सबैको तपाईँको कता आइदिएका पनि छोरी कहिले आउँछ चैतको 28 गते अब आउँदैन आइसक्यो एकादशी आएपछि आइन्छ अब त्यत्रो फोन त गयो अब यत्रो फोन क्यान्यो यो जतन गर्नुपर्छ झन् किनेर सँगै राख्नु जति बेला पनि लिएर हिँड्नु पर्यो क्या आमा बोकेर कोही निस्किहाल्ने बेला हो भने लिएर हिँड्नु पर्यो क्यान्यो दिशा जाँदा नि लिएर हिँडेर भएन जाँदा लिएर हिँडेर भएन फेरि बाटा खसा चाहिँ गर्नुपर्ने अब त मुदुसँगले राख्ने थपक्कै ल चोर्छन् दिनदिन क्या करायो भने गर्ने हेर्ने मुदुसो राखेर हामी कसरी बोल्नु त नि यही भात खाने टाइममा बोल्यो हुन्छ बेलुका के सुत्ने टाइममा बोल्ने गर्छ नि बाबु किन